साँच्ची हिजो हर्क दाइलाई क्यामेरा त दिइहाल्यो। आफूले साह्रै समस्या परेको छ। आज दाइले उहाँ साउदीबाट फोन गरेर कान्छा के छ क्यामेरा खबर, तेरो बिहामा त्यही क्यामेराले भिडियो गर्ने भन्दै थिए। अब हिजो दिएको क्यामेरा बुढोले समस्या परेर बेच्यो कि क्या हो। एकचोटि त्यो पनि कुरा गर्नु पर्यो आज यार, साह्रै गाह्रो पर्यो। एकचोटि फोन पनि लाउनु पर्छ कि जस्तो विचार गरेको। ए भो के बुढोलाई फोन हानिराख्ने यार, जान्छु बुढो घरतिर एकचोटि बुढोसँग कुरा गर्नु पर्ला यार। ला 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 दाइ कता छन् फेरि, कतिर छन् कि कहाँ छन्? ए कान्छी दाइ त यतै पो रहेछन् नि त यार। यसो बसेर कुरा गर्छु खै के हुन्छ बुढो, त्यही पनि यसो बसेर गर्छु। हर्क दाइ, ओहो भाइ तिमीलाई नि सम्झिरहेको थिएँ म त। ठ्याक्कै आएछौ तिमी बस्नु रहेछ नि त दाइ यार। तपाईँ त बसिराख्नु भयो रहेछ। म यहाँ अल्छी लागेर भाइ घाम तापिरहेको थिएँ। सन्चै हुनुहुन्छ नि? सन्चै छु म त। तिमीलाई कस्तो छ अनि? ए दाइ अलि गाह्रै छ मलाई त दाइ यार। तिमीलाई त खै हिजो पनि गाह्रै छ भन्थ्यो, आज पनि गाह्रै छ भन्छौ, के हो? दाइ यार हिजो तिमीलाई अब क्यामेरा दिइहाले समस्या परेछ भनेर अहिले आफूलाई नै गाह्रो पर्यो। के गाह्रो भयो? क्यामेरा आफै दिने मलाई हिजो, अनि त्यसपछि फेरि आज गाह्रो पर्यो भन्ने? दाइ यार उहाँ साउदीबाट दाइले फोन गरेर सोध्दैछ, गाह्रो भएछ दाइ यार। के गर्यौ दाइ तँ क्यामेरा तिमीले साँच्चै? क्यामेरा त मैले त्यो हिजो त्यो हर्केको दोकानमा लगेर बेचिदिने भाइ। ए दाइ त्यसो नभन न दाइ यार। बरु दाइ मैले तिमीलाई बरु खर्च चाहिएको 10-12 हजार दिन्छु दाइ। त्यो क्यामेरा ल्याउ न दाइ, कहाँ छ मलाई साह्रै गाह्रो बनायो। मलाई उहाँ दाइले उहाँ साउदीबाट फोन गरेर मेरो दिमाग खा छ दाइ यार। उहाँ चाहियो। अब हेर भाइ, मलाई हिजो 1 लाख रुपियाँ चाहिएको थियो। क्यामेराले मेरो डर हो। अब मलाई त 12,000 किन चाहियो? ए दाइ 5 लाखको क्यामेरा दाइ तिमीले जाब 1 लाख बेच्यौ? ए दाइ हो के भन्छौ तिमी? दाइ 5 लाखको क्यामेरा दाइ, 5 लाखको क्यामेरा त ए एकछिन ल भाइ, मेरो कल होला दाइ फेरि। कल आयो। एकछिन पर्ख, म आउँछु ल भाइ, पछि मिलाउँला है ल। ए आमा हो नि, सत्यानाश भयो यार। आफ्नै सामानले आफूलाई नै जिन्दगीभरि दुःख दियो यार। दिन हुँदो रहेछ आज आफूलाई नै गाह्रो भएछ यार जिन्दगी यार। दाइले मलाई परेशान बनाएको छ। यता ऊ मान्छे भागिहाल्यो यार। जिन्दगीले पनि मलाई गर्नु बित्ति गर्यो। के गर्ने होला, कहाँ गरौँ गर्ने होला म त।